लु खत्तम भयो बर्बाद भयो सब सकियो हेर्नुहोस् न एकै रातमा चल्ला चाहिँ अब सब क्लियर भयो 30 वटा चल्ला लिएर हालेको एक रातमा चाहिँ 10 वटा चाहिँ मुसाले खाइदिएछ पहिला बिरालोले स्यालले कुकुरले के खाइदिँदै थियो अस्तिको लटमा पनि एउटा चाहिँ खायो मुसाले यो पालि चाहिँ एकै रातमा 10 वटा खाइदिएछ हेर्नुहोस् छक्कै पार कहाँबाट लगाउँछ यहाँनिर माटो खनेर सबै बुझाइदिइरहेको थियो बुझाउँछ के थाम्थ्यो मुसालाई एकै रातमा चाहिँ 10 वटा चाहिँ सकिदिएछ अहिले चाहिँ यहाँ 20 वटा मात्रै चल्ला अन्त यतापट्टि पनि यो टेन्सन छ यो पराई देख्दैन रहेछ यहाँबाट यहाँ चाहिँ झन् सानसानो छ यो लोकल कुखुरा चल्ला बेलुका चाहिँ यहाँ हालेर राखिदिन्छु यिनीहरूलाई चाहिँ माउसँग यो झन् सानो सानो छ झन् खाइदिन्छ भनेर टेन्सन भयो यो माउको साथी यो माउ चल्ला हुँदाखेरि यसको जोडी चाहिँ 3टा मात्रै निकालेको थियो नि त यो माउको माउले चाहिँ 2टा चाहिँ मुसाले खाइदिएर यसलाई चाहिँ मैले पोल्ट्रीसँग राखेर हुर्काएको थिएँ अहिले यसको बच्चाहरू 10 वटा थियो एउटा मरि हिजो अनि 9 वटा छ यो मुसालाई चाहिँ के गर्नुपर्ने हो यसो आइडिया चाहिँ अब तपाईहरुले पनि दिने बेला भयो त्यो टाल्ने मुसा टाल्ने ल्याएर राख्नु न भयो त्यो ठुलो त मुतेले टालिदैन होला पासो बनाउनु पर्छ के गर्दा हुन्छ कुनै सानो ठुलो छ यता चल्ला खाने मुसा त अब सानो त छैन होला के गर्नुपर्ने यसो कमेन्ट गरिदिनुहोस् है साथीहरु